सबैमा नमस्कार। ल यो खप्तर सामूहिक कृषि फार्मको यो भर्मी कम्पोस्ट गणेउला मल बनाउनलाई हामी यसरी चाहिँ नि पहिला मल ल्याएर थुपार्छौँ। यो चाहिँ अलिकति 5-7 दिन हप्ता दिन पछाडि अलिक चिस्यान चाहिँ नि ग्यास गइसके पछाडि यसरी हामी बेडमा हाल्दै जान्छौँ। यसरी झ्यास जुस लगाएर यसरी हालेर गरेर यहाँ गणेउला यहीँ भइरहेका छन्। यसरी पानी लाउने काम हुन्छ र हामी यसलाई चाहिँ गणेउलाले पूर्ण रूपमा खाइसकेपछि फेरि यसलाई मल निकाल्ने, सुरुमा चाहिँ नि नखाउन्जेल थप्दै जाने। यसरी बनाइसकेपछि हामी लगभग मल हाम्रो यहाँ यो तयारी अवस्थामा भएको हो। यसलाई हामी निकाल्छौँ, माथिबाटको छानेर निकाल्दै स्टोक गर्छौँ, पर लगेर स्टोक गर्छौँ। यसरी तयारी हुन लागेको छ मल। यो गणेउलाले खाइसकिरहेछन्, गणेउलाभित्र गइसकेका छन् र यो मल हामी ल्याएर यो हाम्रो गोबरै हो, यसलाई चाहिँ नि ड्याङमा हाल्छौँ। यो उताबाट ल्याइसकेको मल हामी यहाँ स्टोक गरेर यसरी हामी स्टोक गर्छौँ। स्टोक गरेर यहाँ छोपेर राख्छौँ। यस्तो अवस्थामा चाहिँ छोपेर राखिसकेपछि यसबाट पनि गणेउला भएका महिना दिनभित्रमा यसका अन्डा पनि बच्चा बनिसकेको हुन्छ, त्यो पनि कलेक्सन हुन्छ। त्यस पछाडि हामी यसरी चाल्छौँ। चालेर चाहिँ नि मल यसरी तयारी गर्छौँ। यो मललाई चाहिँ हामी प्याकिङ गरेर मार्केटमा लाने गर्छौँ। सबैले मैले अहिलेसम्म गरेका खेतीमा चाहिँ नि यही भर्मी कम्पोस्ट गणेउला मल चाहिँ नि ड्र्यागन फ्रुट, कुरिलो, मेवा सबैमा चाहिँ नि यही मल युज गरिराखेको छु र धेरै राम्रो छ। र अलिअलि चाहिँ नि साथीभाइहरूले पनि लगिरहनु भएको छ, विराटनगरतिर पनि अलिअलि गइरहेकै छ। रङ्गेली नगरपालिका भयो, सबैले अलिअलि लाने काम भइरहेको पनि छ। यसरी हाम्रो भर्मी कम्पोस्ट तयारी हुन्छ। एउटा घरभित्र चाहिँ हामीले एउटा कुखुरा खोर छ, त्यसैलाई चाहिँ हामीले सदुपयोग गरेर बनाइरहेका छौँ। यसरी पानी चाहिँ डेली 1 दिन 2 दिन बिराएर पनि पानी हामीले हालिरहनु पर्ने हुन्छ। यसलाई चिसेनको मात्र प्रशस्त चाहिन्छ गणेउलालाई। र खाने यसको आहारा भनेको झ्यास जुस, गोबर, मल यी चिजहरू नै हुन्। धन्यवाद सबैले हेर्नुहोला। मल चाहिएमा खप्तर सामूहिक कृषि फार्म अथवा 98 420 76 532 मा सम्पर्क राख्नुहोला। मल चाहिएमा। सबैलाई धन्यवाद, नमस्कार।